डिस्क्लेमर, मेरी आप सबसे गुजारिश है, ये वीडियो सिर्फ एंटरटेनमेंट के लिए। मेरी वीडियो का मकसद सिर्फ सोसाइटी में गंदगी फैलाने वालों को साफ करना है, तो लिहाजा इस वीडियो को अपने दिल के फेफड़ों पे मत लेना। ज्यादा तबीयत खराब हो तो किसी अच्छे डॉक्टर के पास जाकर अपना इलाज करवा लेना। You want a girl to make the first यो त मजाले यो त मजाले है फेरि के आफूले पुछ गर्नु के रेसिस्ट गर्नु त्यो हुन्छ नि के दोषले सिद्धार्थ उसले बुझिन हो हैन केटीले फर्स्ट मुभ भने त बुझ्छौ नि दोस फर्स्ट मुभ त थाहा पाला नि अरे के थाहा छ हो भन न भन हैन डु यु वान्ट अ गर्ल टु मेक अ फर्स्ट मुभ चाहिँ केटीले गरेको हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन न गरेकै ठीक साथी यार के तिमी सिधै हात हाल्छौ दोस अनि सिधै तिमी वास्तव हुन्न नि त फेरि तिनी हो तिनी हो फर्स्ट मुभ निरा अन च्याटै ल निरा फर्स्ट मुभ केटाको केटी राम्रो फेरि यो लाइफलाई नेगेटिभ वेमा कसैले नलिउँ है हामी जस्ट साथीहरू जस्ट साथीको फ्रेन्डसिप टकमा गएर हामी केटालाई भोलिको लाइफ चाहिँ यस्तै हान्नुपर्छ त्यस्तै क्वेसनहरू खोजेर यता सुन है यता सुन न यो फर्स्ट मुभ चाहिँ केटाकै हुनुपर्छ जस्तो लाग्छ नर त केटाहरूको साइकोलोजीमा के जान्छ भन्दाखेरि केटी त यस्तो हो क्या जस्तो लाग्छ यस्तो टाइप त्यो नि हो जान्छ होला फर्स्ट मुभ फेरि फर्स्ट मुभ केटाको भन्दैमा जो पाए जो केटी भेटे हात हालिहाल्यो त्यस्तो चाहिँ गर्नु हुँदैन कस्तो कहाँ हुन्छ कहाँ चिनेर हल्का बोलेर ए टन्नै हल्का हुन्छ नि टन्नै हो first move or not? sometimes ल के भने हो यसले sometimes मैले बुझिनँ यार के भने यसले sometimes के भने यसले मैले बुझिनँ गयो के सिधै लाइनमा गयो के केटा मैले बुझेँ केटा हो कसले फर्स्ट मुभ गर्नु पनि स्केट हुन्छ नि त व्हाट विल दे थिंक इफ आई एम यो चाहिँ हो क्या फर्स्ट मुभ भने यो त होइन यार यो त थर्की रहेछ बोका रहेछ यो त रेपिस्ट रहेछ भन्ने अनि केटी भयो नि केटीलाई पनि गाह्रै त छ नि त फर्स्ट मुभ त झन् कि त बुढाबुढी हुनु पऱ्यो मासी जपेर खाने नि जल्दी जित्यो त्यसले बुढाले जित्यो बुढा माथि चढ्यो बुढीले जित्यो बुढी माथि म त सिधै उमुके हल्का यस्तो मोबाइल